हामीले गरेका अभियानहरू अधुरा छँदैछन्, तिनलाई पूर्णता दिनु त्यो हाम्रो आफ्नो चुनौती छँदैछ। त्यो सँगसँगै अर्को एउटा ठुलो चुनौती हामीमाझ आइपरेको छ। तर हामी विश्वासका साथ भन्न सक्दछौँ कि जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ र त्यो सामर्थ्य पुरा गरेर हामी आपतमा परेका, विपदमा परेका नागरिकलाई पुनर्स्थापनाका लागि पनि प्रतिबद्ध भएर राज्यका सबै संयन्त्रहरूको परिचालन गरेर अगाडि बढ्नेछौँ र हामीले सफलता हासिल गर्न सक्नेछौँ भन्ने कुरामा म पूर्ण आशावादी रहेको कुरा सम्मानित सदनलाई स्पष्ट पार्न चाहन्छु। यस बेलामा अपुष्ट समाचारहरू सम्प्रेषण गर्ने, आर्टिफिसियल इन्टेलिजेन्सका फोटो भिडियोहरू हालेर थप आक्रान्त बनाउने काम जिम्मेवार नागरिकहरूबाट हुने छैन भन्ने कुरा पनि म यही सदनबाट अपिल पनि गर्न चाहन्छु। केही बेर अगाडि स्वास्थ्य मन्त्रीजीसँगको मेरो छलफल अनुसार अस्पतालहरू तैनात भएर बसेका छन्, त्यहाँ स्वास्थ्य कर्मीहरू स्ट्यान्ड बाई अवस्थामा रहनुभएको छ। जुनसुकै परिस्थितिलाई सामना गर्नको निमित्त 24 घण्टा तयार भएर विभिन्न अस्पतालहरू, बेडहरू, स्वास्थ्य कर्मीहरू रहनुभएको छ। साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्ड बाई अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ। सरकारका सम्भवतः गृहमन्त्रीज्यू र उहाँ आफै अझ बढी संवेदनशील भएको हुनाले समय व्यवस्थापन यतिखेर गृहमन्त्रीको चुनौतीपूर्ण हुन्छ भन्ने कुरा हामीले महसुस गर्न सकिने कुरा नै हो। नसके सरकारको तर्फबाट के भइरहेको छ, के काम भयो, के हुँदैछ, सरकारले कस्तो किसिमको कार्य गरिरहेको छ भन्ने कुरा सम्मानित सदन मार्फत सिङ्गो देशलाई जानकारी गराउनु सरकारको कर्तव्य हो। सम्माननीय सभामुख महोदय, प्रतिपक्षमा रहँदा र राजनीतिभन्दा पर रहँदा एउटा सानो अनुभव पनि छ। देशमा जतिखेर पनि आपत पर्दा सरकारभन्दा पहिला पुगेका धेरै मेरा अनुभवहरू छन्। ती अनुभवहरूबाट केही कुरा म सम्मानित सदनलाई साट्न सक्दछु। मैले अघि भने जस्तै हामी मनकारी भएका कारणले र सहयोगी भावनाका कारणले हामी राहत र उद्धारका लागि अत्यन्त धेरै हतारिन्छौँ। तर त्यो राहत र उद्धारका लागि हामी हतारिरहँदा मेरो विनम्रतापूर्वक सबै साथीहरूलाई अनुरोध छ कि विशेष गरेर अलिकति जिम्मेवार र अलिकति विभिन्न निकायमा काम गरिरहनुभएका अझ जनप्रतिनिधि अथवा मन्त्रीज्यूहरू अथवा लब्ध प्रतिष्ठित ख्यातिप्राप्त व्यक्तिहरू गइदिँदा कहिलेकाहीँ त्यसले निकै ठुलो काम पनि गर्दछ, कहिलेकाहीँ त्यो आफैमा एउटा व्यवस्थापनको चुनौती बनेर जान्छ। कुनै लब्ध प्रतिष्ठित प्रसिद्ध व्यक्ति घटनास्थलमा पुग्दा कहिलेकाहीँ सुरक्षा निकायले अतिरिक्त ध्यान उहाँहरूको सुरक्षालाई पनि दिनुपर्ने जटिलता पनि रहन्छ। कहिलेकाहीँ लोकप्रिय मानिसहरू हुँदा त्यो भिडभाडले विषयान्तर हुने र अन्य चुनौतीहरू थपिने जोखिम पनि रहन्छ। यस्ता कुराहरूलाई मध्यनजर गर्दै हामीले दिने राहत सामग्री, हामीले गर्न खोजेको काम, हामीले गर्न खोजेको मानवीय सेवा, त्यसलाई अझ चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासनको संयन्त्रमा गर्न सकियो भने त्यो प्रभावकारी पनि हुने रहेछ। कहिलेकाहीँ अवस्था यस्तो पनि आउँछ कि राहत प्राप्त गर्नेले राहतमाथि राहत प्राप्त गर्दछ, थोरै पर, थोरै लुकेको, थोरै दुर्गम, अलिकति दुःख गरेर पुग्नुपर्ने ठाउँका मानिसहरू भोकै रहने पर्ने अवस्था पनि रहन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय भनेको प्रशासनसँग समन्वय गर्ने नै हो। सत्तारूढ दलमा अहिले रहेका कारणले गर्दा हिजोको दिनमा जस्तो सरकारभन्दा पहिले पुग्नुपर्ने बाध्यतामा हामी छैनौँ, किनकि हामीलाई आशा छ यो सरकार बलियो सरकार हो। सरकार बलियो भनेको संसदको सङ्ख्या होइन। आपत पर्दा, अप्ठ्यारो पर्दा कति बलियोसँग, कति प्रभावकारी ढङ्गले सरकार पुग्दछ त्यसका आधारमा सरकारको मापन हुनेछ। मलाई विश्वास छ यो सरकारले आफूलाई मापन हुने यो कार्यमा अब्बल ढङ्गले आफूलाई अगाडि बढाउनेछ र नागरिकको सेवामा आफूलाई प्रस्तुत गर्नेछ। म यसमा निर्धक्क हुन चाहन्छु र सम्मानित सदनलाई पनि त्यही अपिल पनि गर्न चाहन्छु। त्यसैले भिआइपी मुभमेन्टले कहिलेकाहीँ सुरक्षाकर्मीहरूलाई अर्को एउटा चुनौती सिर्जना गर्दछ। मेरो कोसिस रहनेछ कुनै अत्यावश्यक हुँदाभन्दा बाहेक म फिल्डमा आफू जाने छैन, बरु आफ्नो सरकारलाई प्रभावकारी रूपमा काम गराउनमा मेरो भूमिका रहनेछ। तर कुनै कारणवश पुग्नु परेका खण्डमा कुनै पनि किसिमको भिआइपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चिज मेरा लागि चिन्ता गर्नुपर्ने छैन र मेरो दलका सांसदहरू जाँदा पनि सुरक्षाकर्मीले त्यस्तो कुनै चिन्ता नलिइकन आफ्नो काम गर्नुभए हुन्छ। हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन। म यो कुरा सदन मार्फत बताउन चाहन्छु। सकभर सरकार पुगोस्, हामी मध्ये कोही पुगेछौँ भने पनि सरकारले हाम्रा लागि अतिरिक्त सुरक्षा, अतिरिक्त सेवा केही पनि दिनु पर्ने छैन।
हाम्रा साथीहरूलाई कुनै पनि किसिमको आफ्नै तरिकाले व्यक्तिगत तवरबाट साथीहरू जानुहुनेछ। प्रशासनलाई कुनै पनि किसिमको उहाँको दखलअन्दाज नगर्ने तवरले हामी जानेछौँ, जानु परेको खण्डमा, नत्र जाने छैनौँ। यो पनि म सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। र ती प्रभावित क्षेत्रहरूमा टेलिफोनको डाटा उपलब्ध गराएको कुरा मैले जानकारी पाएको छु। त्यहाँ टेलिफोन गर्दा ब्यालेन्स नहुँदा पनि समस्या नपरोस् भन्ने कुरामा सरकार सचेत भइसकेको छ। डाटा छैन भन्ने कुराको पनि चिन्ता नहोस् भन्ने कुरामा पनि सरकार सचेत भइसकेको पनि जानकारी मैले प्राप्त गरिरहेको छु। यसमा ध्यान दिनुपर्ने, विपदमा ध्यान दिनुपर्ने कुरा एउटा थोरै मेरो सामान्य अनुभवका आधारमा यहाँ बताउन चाहन्छु कि यो आवाज सम्बन्धित निकायसम्म अवश्य पनि पुग्नेछ कि जब विपद पर्छ त्यतिखेर सबैभन्दा अप्ठ्यारो सीमान्तकृत वर्गलाई पर्दछ। अझ माइनोरिटीलाई यसले निकै ठुलो समस्या पार्दछ। त्यसमाथि महिला, गर्भवती महिला, वृद्धा, अपाङ्गता भएका व्यक्तिहरू, दलित समुदायमा यसको प्रभाव परेको डाटाहरूले बताएको छन्। किनकि राज्यको पहुँच नहुँदा, गरिबीमा बस्नुपर्दा त्यसका आफ्नै चुनौतीहरू छन्। ती चुनौतीहरूले विपदमा पनि सबैभन्दा बढी प्रभाव त्यही सीमान्तकृत वर्गलाई, त्यही माइनोरिटीलाई पर्ने गरेको छ। अझ बढी मैले अघि भने जस्ता वर्गलाई असाध्यै धेरै अप्ठ्यारो परेको हुन्छ। त्यस्तो अवस्थामा प्राथमिकतामा यी वर्गहरू परुन्, महिलाहरू प्राथमिकतामा परुन्, वृद्धहरू प्राथमिकतामा परुन्, गर्भवती महिलाहरूलाई प्राथमिकतामा राखियोस्, बालबालिकाहरूलाई प्राथमिकतामा राखियोस्, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखियोस्। मलाई विश्वास छ सरकारले यस्ता प्राथमिकताहरूलाई ध्यान दिनेछ र विगतमा भएका काम कारबाहीहरू, विगतमा भएका विपदका हाम्रा अनुभवहरूबाट सिक्नुपर्ने र नगर्नुपर्ने गल्तीहरूका लिस्ट सरकारसँग पक्कै पनि छ होला। म विश्वस्त छु कि सरकारले यी सबै कुराहरूलाई पक्कै पनि मध्यनजर गर्नेछ। सम्भावित हवाई उद्धारलाई प्राथमिकताका साथ राखिएको कुरा जानकारीमा आएको छ। आपतकालीन परिचालनका लागि विमानस्थलहरूमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टिम समेत तयार भएको अवस्थामा रहेको जानकारी पनि प्राप्त भएको कुरा म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। एकद्वार प्रणालीको विषय मैले अघि उठाइहालेँ, म त्यसमा फेरि जोड लगाउनु पर्ने आवश्यकता ठान्दिनँ। र अहिले जोखिम कायमै रहेको हो कि भन्ने किसिमका सूचनाहरू पनि आइरहेको हुनाले सबैजनालाई अतिरिक्त सतर्कता अपनाउन पनि म यहीँबाट अपिल गर्न चाहन्छु। सँगसँगै कहिलेकाहीँ राहत उद्धारमा लागेका सुरक्षाकर्मीहरू र उद्धारमा सुरक्षाकर्मीहरूलाई सघाउनका लागि अघि भने जस्ता विभिन्न राजनीतिक दल अथवा यस्ता सङ्घ संस्थामा गएका मानिसहरूसँग उपयुक्त उपकरणहरू, उपयुक्त तालिम नहुँदा उद्धारकर्मीहरू पनि जोखिममा पर्ने निकै ठुलो सम्भावना रहन्छ। यस्तो अवस्थामा उद्धारमा गएका साथीहरूले त्यो जोखिम उठाउँदाखेरि आफूलाई खतरामा राखेर भन्दा पनि तालिम प्राप्त उद्धारकर्मीहरूसँग समन्वय गर्दा थप जोखिमबाट बच्न सकिन्छ। म यो कुरा पनि सम्मानित सदन मार्फत अपिल गर्न चाहन्छु। र कयौँ नागरिकहरू बेपत्ता भएको यो अवस्थामा हामीसँग सम्पूर्ण डाटाहरू प्राप्त भइसकेको अवस्था छैन। सँगसँगै हाम्रो मुलुकलाई घुम्न आउनुभएका कयौँ पर्यटकहरू पनि यस्तो अवस्थामा पर्नुभएको छ। म अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन अनुरोध गर्न चाहन्छौँ कि हामी हाम्रा नागरिकहरूलाई बचाउने मात्र होइन, हाम्रो देश घुम्न आउनुभएका विभिन्न देशका नागरिकहरूको उद्धार, राहत र उहाँहरूको ज्यानलाई जोखिम नहोस् र उहाँहरूको पनि उद्धार र उपचार होस् भन्ने कुरामा अत्यन्त सचेत छौँ। म यही संसदको रोस्ट्रमबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन र सरकारले आफ्नो सामर्थ्य पुर्याएर आफ्नो सम्पूर्ण सामर्थ्य लगाएर काम कारबाही गर्नेछ भन्ने कुराको पनि म सुनिश्चितता अभिव्यक्त गर्न चाहन्छु।